यत्तिको सफा झर्ना र पौडी खेल्ने ठाउँ अनि लोकल चाउमिनको मजा। घरमा बस्दा बस्दै केटाहरू आए अनि मलाई बाइकमा बसाए, घुम्न जान परेर यिनीहरूलाई। म पनि ठिकै छ, अब जाडो पनि लाग्दैछ 1-2 महिनामा, सो पौडी खेल्न जाम होला भनेर तिनीहरूलाई बोकेर हिँडे। आधा बाटो पुग्न नपाए पानी पो पर्दिरा बा, त्यही नि अलिकति त अगाडि बढ्यौँ अनि एकैछिन रोकेर पानी घट्ने वेट गर्यौँ। हल्का सुकेसी अघि बढेको, फेरि अगाडि झन् ठुलो पानी पर्दै रहेछ। जेसुकै होस् भिजे भिजिन्छ भनेर अघि बढ्यो अनि फाइनली पुग्यौँ आफ्नो ठाउँमा। परबाट पनि झर्ना देखिरहेको थियो अनि आफ्नो हालत यस्तो थियो। अनि यस्तो भिजेको बेला पनि यसले घाँटीमा के हालेको भन्नुहुन्छ भने यो चाहिँ हो एस्टाउल्फको उल्फ स्याडो हेडफोन्स, जसको बारेमा मैले अघिल्लो भ्लगमा पनि भनेको थिएँ, जुन सेप्टेम्बर 8 मा लन्च हुँदै थियो। तर हेभी प्रोटेस्टले गर्दा अब यो दशैं धमाका अफरको साथ लन्च हुँदैछ अन सेप्टेम्बर 18, जसको एमआरपी 6999 हो, बट फर्स्ट 50 कस्टमरले 3899 मै पाउनुहुन्छ अनि थ्रु आउट दशैं 3999 मा पाउनुहुन्छ हजुरहरूले। बाँकी हेडफोन्सको डिटेल्स क्याप्सनमा राखिदिएको छु मैले, अनि हजुरहरूले मेरो पुरानो भ्लग पनि हेर्न सक्नुहुन्छ, अवश्य एकदम राम्रो छ त्यो भ्लग। बाँकी अब यतिको टाढा आइसकेपछि भोक हल्का जिउमा लाग्यो, सो त्यहाँको पसलमा बसेर सबले लोकल चाउमिन दबाइयो। तेल हल्का बढी थियो तर ओभरअल मलाई गुड नै लाग्यो। त्यति खाइसकेपछि हामी झोलुङ्गे पुल तरेर झर्ना जान आट्यौं, किनकि सिधा बाटोमा पहिरो गएको रहेछ। मान्छे थिएनन्, सायद पानी परेको भएर होला, तर पनि छेक्ने कुरा फाटेकोले पौडी खेल्न इनफ पानीको हाइट थिएन। स्टिल पानी ओभर सफा थियो, सो नखेल्ने भन्दा भन्दै पनि खेल्न मन लाग्यो अनि एकैछिन खेलेर वी आर ब्याक होम। त्यति भन्दै आजको प्रत्यक्ष प्रसारण यही सिद्धि केटाहरू, बाई बाई।